नमस्ते, स्वागत छ सबैजनालाई। आज हामी यस भिडियोमा आकाशको रङ किन परिवर्तन हुन्छ, यसको मुख्य कारण के हो भन्ने बारेमा छलफल गर्नेछौँ। वास्तवमा आकाशको आफ्नो छुट्टै रङ हुँदैन। यसको छुट्टा छुट्टै रङ देखिनुमा पृथ्वीको वायुमण्डल, सूर्यको प्रकाश र सूर्यको प्रकाशमा हुने रङहरूको छरपष्टीकरणको कारण हो। यिनीहरू बीचको अन्तर्क्रियामा आकाशको रङ परिवर्तन हुन्छ। आकाशको रङ परिवर्तन हुनुको कारण बुझ्नुभन्दा पहिला हामीले पृथ्वीको वायुमण्डल, सूर्यको प्रकाश र सूर्यको प्रकाशमा हुने रङहरू, जसमा लामो र छोटो तरङ्ग लम्बाइ भएका रङहरू के हुन्, क्षितिज भनेको के हो, रिले स्क्याटरिङ भनेको के हो आदि कुराको बारेमा जान्नु जरुरी छ। आउँ यिनै कुराहरूको बारेमा जान्दै निचोडमा पुगौँ। आउनुहोस् अन्तिमसम्म हेरौँ, बुझौँ र जानौँ मात्र अनलक कुरामा। पहिला कुरा गरौँ पृथ्वीको वायुमण्डलको बारेमा। पृथ्वीको वायुमण्डलको बारेमा त तपाईहरूलाई थाहा नै होला, त्यही पनि छोटो परिचय हेरौँ। पृथ्वीको वायुमण्डल भनेको पृथ्वीको वरिपरि रहेको विभिन्न ग्यासहरू, पानीको बाष्प, धुलाका कणहरू आदिको मिश्रणको बाक्लो तह हो। यसको पनि हाम्रो दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। अब फेरि छोटकरीमा कुरा गरौँ सूर्यको प्रकाश र सूर्यको प्रकाशमा हुने रङहरूको बारेमा। सूर्यको प्रकाशको बारेमा त तपाईहरूलाई थाहा नै होला, हामीहरूले दैनिक जीवनमा प्रयोग गर्दै आएका छौँ। यो पृथ्वीमा जीवनको मुख्य आधार पनि हो। अब सूर्यको प्रकाशमा हुने रङहरू के हुन् त, कतिवटा छन्। यसको लागि हामी जाउँ सन् 1665 देखि 1666 को अवधिमा, जहाँ महान वैज्ञानिक सर आइजक न्युटनले एउटा प्रिज्मको सहायताले सूर्यको प्रकाशमा 7 रङहरू हुन्छन् भनी प्रमाणित गरेका छन्। यसको प्रमाण हामीले आफ्नै आँखाले इन्द्रेणीमा देख्न सकिन्छ, जहाँ सूर्यको सेतो प्रकाश पानीका थोपाभित्र पस्छ अनि सूर्यको 7 रङ छुटिन्छ। ती 7 रङहरूको नाम र तरङ्ग लम्बाइ यो चित्रमा हेरौँ। यसरी तरङ्ग लम्बाइको आधारमा रङको क्रम निम्न छ। यसलाई छोटकरीमा VIBGYOR लेखिन्छ। यसरी हेर्दा सबैभन्दा छोटो तरङ्ग लम्बाइ भएको रङहरू बैजनी, नीलो अथवा इन्डिगो छन्। त्यसैगरी लामो तरङ्ग लम्बाइ भएको रङहरू पहेँलो, सुन्तला र रातो देखिन्छ। अब पृथ्वीको वायुमण्डल र 7 रङपछि बुझौँ रेली स्क्याटरिङ। रेली स्क्याटरिङ भनेको के हो त? आकाशको रङ परिवर्तनमा यसको के भूमिका छ? आकाशको विभिन्न रङ देखिनुको मुख्य कारण रेली स्क्याटरिङ हो। रेली स्क्याटरिङ बिना आकाशको रङ परिवर्तन हुन सक्दैन। रेली स्क्याटरिङ भनेको पृथ्वीको वायुमण्डलमा रहेको विभिन्न ग्यासहरू र धुलाका कणहरूमा सूर्यको प्रकाश ठोकिँदा यी अणुहरूले सूर्यको प्रकाश छरपष्ट हुने प्रक्रिया हो। यसो हुँदा ती अणुहरूले लामो तरङ्ग भएका रङहरूभन्दा छोटो तरङ्ग लम्बाइ भएका रङहरू धेरै बढी छरपष्ट पार्छन्। क्षितिज भनेको के हो? क्षितिज भनेको हामी सबैले देखिने त्यो काल्पनिक रेखा हो जुन हामीलाई हेर्दा लाग्छ आकाश र जमिन वा समुद्र र आकाश मिलेको जस्तो देखिन्छ। पृथ्वी गोलो भएकाले हामी जति माथि जान्छौँ क्षितिज त्यति नै परसम्म फैलिँदै जान्छ। माथिको विषयहरूमा स्पष्ट भएपछि अब आकाशको रङ परिवर्तनको बारेमा बुझ्न गाह्रो हुँदैन। पहिला बुझौँ बिहानको र बेलुकाको, सूर्योदय र सूर्यास्तको आकाश किन रातो, सुन्तला र पहेँलो रङको देखिन्छ। जब बिहान सूर्य उदाउँछ, सूर्य क्षितिजमा निकै तल हुन्छ। यसकारण सूर्यको प्रकाशले हामीसम्म आइपुग्नको लागि वायुमण्डलको धेरै बाक्लो र लामो तह पार गर्नुपर्छ। यसरी लामो दूरी पार गर्दा छोटो तरङ्ग लम्बाइ भएका रङहरू बैजनी, नीलो, इन्डिगो रङहरू बाटोमा हराएर जान्छन् र केवल लामो तरङ्ग भएका रङहरू जस्तै रातो, पहेँलो र सुन्तला रङ मात्र हाम्रो आँखासम्म आइपुग्छन्। यसरी बिहान र बेलुकाको आकाश रातो, पहेँलो र सुन्तला रङको सम्मिश्रण रङमा देखिन्छ। अब बुझौँ दिउँसोको नीलो आकाश। जब बिहानबाट दिनको समय आउँदै जान्छ, सूर्य पनि क्षितिजभन्दा माथि हुँदै हाम्रो टाउको माथि नै आउँछ। यति बेला सूर्यको प्रकाश हामीसँग वायुमण्डलको
छोटो दूरी पार गरी आउँछ। यसरी छोटो दूरी पार गरी आउँदा सूर्यको प्रकाशको रङहरूमध्ये छोटो तरङ्ग लम्बाइ भएका रङहरू बैजनी, नीलो, इन्डिगो पहिला हाम्रो आँखामा आउँछन्। यसरी नै आकाश नीलो देखिन्छ। यहाँ प्रश्न आउन सक्छ, छोटो तरङ्ग लम्बाइ भएको रङ त बैजनी रङ हो, तर नीलो रङ किन देखिन्छ? यसको उत्तर हाम्रो आँखा नीलो रङप्रति बढी संवेदनशील हुने भएकोले गर्दा आकाश बैजनी नभई नीलो देखिन्छ। अब सारांशमा हेरौँ। जब सूर्यको प्रकाश पृथ्वीमा आउँछ तब पृथ्वीको वायुमण्डलमा रहेको ग्यास र धुलाका कणमा ठोकिन्छ र प्रकाशको सर्वष्ट हुन्छ। जब सूर्य बिहान र बेलुका क्षितिजभन्दा तल जान्छ त्यो सूर्यको प्रकाश हामीसम्म आउन लामो दूरी पार गर्नुपर्दछ। त्यसकारण छोटो तरङ्ग लम्बाइ भएका रङहरू हामीसँग आउन सक्दैनन्। त्यसकारण बेलुका र बिहान आकाश रातो देखिन्छ। त्यसै गरी दिउँसोको समयमा सूर्यको प्रकाश हामीसँग आउन छोटो दूरी पार गर्दछ र हामीले सुरुमै छोटो तरङ्ग लम्बाइ भएका रङहरू हाम्रो आँखाले देख्न सकिन्छ। यसरी आकाश नीलो देखिन्छ। तपाईँको समयको लागि धन्यवाद। आशा छ तपाईँ आजको विषयमा प्रष्ट हुनुभएको छ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला। यस्तै थप भिडियोहरू हेर्नको लागि सब्सक्राइब गर्न नबिर्सनुहोला। हस्त धन्यवाद।